Hi, hello, and namaste. Welcome to my channel, the PRJ Production Official. My name is PRJ. आज चाहिँ हामीले मिड रेन्ज अथवा बेस्ट बजेट फ्रेन्डली मेकानिकल किबोर्ड अनबक्स गर्न गइरहेको छौँ। मैले चाहिँ टिकटक, इन्स्टा, युट्युब, ई-कमर्स वेबसाइटहरू लाइक दराज सबै ठाउँ धाइसकेको थिएँ र रिसर्च गर्दा गर्दा फाइनली आई फाउन्ड इट। हियर इज द एजर्सको K870T Pro मेकानिकल किबोर्ड हो। यो चाहिँ एकदम बजेटमा पनि मिड रेन्ज भन्न सकिन्छ यसलाई र फिचरमा पनि एकदम हाई छ। सो यसको फिचर, यसको प्राइस बुझ्नको लागि यसलाई पहिला अनबक्स गरौँ, देन आई विल टेल यु मोर अबाउट इट। लेट्स गो। यसको चाहिँ देख्न सक्नुहुन्छ बक्समै कलर चाहिँ यस्तो व्हाइटमा पनि हुन्छ, ब्ल्याकमा पनि हुन्छ। मैले चाहिँ यो खाली मगाएको छु। हेरौँ अब यो कस्तो छ। यहाँ वर्ड चाहिँ पुरै चाइनिज लेखेको रहेछ। यो रहेको छ बिल। प्याकिङ चाहिँ राम्रै छ, लेजियोस् किबोर्डको प्याकिङ। अनि हाम्रो पेपर टु पेपर हो यो चाहिँ। अनि यो चाहिँ माउन्ट जुन हामीले यो कीहरू निकाल्न मिल्छ। यो छ हाम्रो टाइप सी वाला केबल। बक्समा चाहिँ यति मात्रै छ है त। वेट चाहिँ लगभग आधाभन्दा बढी छ। टाइप सी टु USB केबल छ। यो चाहिँ हामीले केबल युज गर्दा पनि हुन्छ। गेम खेल्नको लागि चाहिँ स्मुथ होस् भनेर पनि हामीले युज गर्न सकिन्छ, एडिटिङ गर्दा पनि, अथवा कनेक्टिभिटी राम्रो होस् भनेर। अथवा हामीले चाहिँ अर्को फिचर यसको के रहेको छ भने ब्लुटुथ यो मोड्युल यहाँ यसमा जोइन गरेर चाहिँ यसमा कनेक्ट गरेर चाहिँ चलाउनु सकिन्छ। र अर्को फिचर के छ भने चाहिँ यसमा ब्लुटुथ 5 र 2.4 GHz सपोर्ट पनि गर्छ। मतलब यसको कनेक्टिभिटी चाहिँ स्मुथ हुन्छ अरू किबोर्डको भन्दा। ब्लुटुथको बटन चाहिँ यहाँ देखिएको छ र यसको एजर्सको ब्रान्डिङ K870T Pro भन्ने। र यसमा ब्याट्री चाहिँ 2000 mAh बराबरको ब्याट्री छ। यसको ब्याट्री चाहिँ लगभग 100 आवर विदाउट RGB भनेर कम्पनीमा क्लेम गरेको छ। तर हामीले यो युज गरिसकेपछि थाहा हुन्छ यो कुरा। यसो जोडेर हेरौँ है त। यो किबोर्डमा चाहिँ 18वटा स्टाइलहरू छन् यो लाइटिङको, हैन, RGB लाइटिङको। यो हामीले चाहिँ यो FN र यो दाबी भन्ने चाहिँ कलर चेन्ज हुन्छ यसरी देख्न सक्नुहुन्छ। यो चाहिँ RGB भयो, यो रेड भयो। ब्राइटनेस घटाउनु पर्यो भने चाहिँ यो दाइस घटिसक्यो पुरै, यो हल्का। अनि यो अझै 4 लेभलसम्म ब्राइटनेस छ यसको चाहिँ। यो चाहिँ हाम्रो यो भोल्युम भयो, देख्न सक्नुहुन्छ। ल्यापटपमा रेस्पोन्ड आइरहे काम गर्छ, यसले पुरै काम गर्छ। FN यसको फिचर चाहिँ यो राम्रो। FN र ब्याकस्ल्यास गर्ने हो भने देख्न सक्नुहुन्छ रेड आयो, यसरी आयो फेरि, हैन। र वेब तरिकाले आउँछ, यसरी पनि यो वेब आउँछ। यो चाहिँ डिफ्रेन्ट एनिमेसन टाइपकै सर यहाँ मात्रै अहिले। किबोर्डमा मेन हामीले हेर्नु भन्ने चाहिँ नन सपेबल हो कि हट सपेबल हो भन्ने कुरा हुन्छ। यो सपेबल हो। यसमा चाहिँ हामीले यो किबोर्डहरू जस्तै यो युज गरेर चाहिँ हामीले चेन्ज गर्न मिल्छ हामीले म्यानुअली। र नन सपेबल अलि चाहिँ प्राइस त्यसको अलिक कम हुन्छ। तर यो चाहिँ त्यो चेन्ज गर्न मिल्दैन। हामीले जुन बिग्रियो भने चाहिँ त्यसमा चेन्ज गर्न मिल्दैन। र यसको प्राइस चाहिँ मात्र रु 4500, किनभने यसमा फ्री कनेक्टिभिटी हामीले देख्न सकियो। अनि यो RGB लाइट पनि देख्न सकियो। र किबोर्ड पनि टेक्टाइल भन्दा हल्का कम छ साउन्ड। दराजमा चाहिँ यो कलरको नपाइन सक्छ। त्यही भएर डाइरेक्ट एजर्स नेपाललाई कन्ट्याक्ट गर्नुहोस् इन्स्टाग्राममा, अनि त्यहाँबाट मगाउन सक्नुहुन्छ। अनि ओभरअल चाहिँ मलाई किबोर्ड एकदम मन परेको छ र यसको चलाइ उसमा पनि स्मुथ रहेको छ। सो आजको लागि यति नै। सी यु अन द नेक्स्ट भिडियो। बाई बाई।